एक दुई दिनदेखि एकदमै धेरै मेसेज आइरहेछ हैन जसले गर्नु भएको थियो मलाई हैन फेसबुकमा अथवा नम्बरमै हैन तपाईले थाहा पाइसक्नुभयो म के बारेमा बोल्दैछु भनेर हैन मेसेज गर्नेहरूले त पक्कै थाहा पाइसक्नुभयो मलाई धेरैले मेसेज गरेर हैन यो बारेमा तपाई बोल्नु पर्यो यो बारेमा तपाई बोल्नु पर्यो भनेर धेरैले भन्नुभयो र कतिले मलाई यति गाली गरिरहनु भएको छ हैन बोल्छ एउटाले गाली खाइरहेको छु मैले के खै किन हो भन्ने म अलि अलमलमा परिरहेको थिएँ पछि पो थाहा पाएँ मैले के भइरहेको छ भनेर हैन मलाई हिजो अस्तिदेखिबाट हैन तेरो फिल्म अब जिन्दगी हेर्दैन भन्छ है कोही जिन्दगी तेरो फिल्म जुनसुकै फिल्म आओस् बहिष्कार गर्छु भन्छ म त के भयो एक दुई दिनमै भन्ने भइरहेको हैन जुन तपाईले यो के कारणले रहेछ भन्दाखेरि जुन अहिले थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नुभयो हैन अहिले हाम्रो नायिका सुरक्षा पन्तजीको बारेमा अहिले एकदमै के भन्छ एकदम जताततै भाइरल भइरहेको छ हैन अनि मलाई गाली आउनुको कारण चाहिँ के भने अहिले चलिरहेको अहिले दोस्रो हप्ता सायद अब तेस्रो हप्तामा नि लाग्न लागिरहेछ हाम्रो पिताम्बर कृषा चौलागाई विशाल चौलागाई हाम्रो पुरुषोत्तम प्रधानको एकदमै अथक प्रयास एकदम रगत पसिना बगाएर बनाएको चलचित्र पिताम्बर अहिले अब तेस्रो हप्तामा लाग्ने क्रममा छ हैन एकदम व्यापक चलिरहेछ र पिताम्बरको मैले गएको 2 महिनादेखि नै पब्लिसिटी गरिरहेको थिएँ अनि तेरो फिल्म हेर्दिन उ गर्दिन भने चाहिँ के रहेछ भने कति मान्छेहरूलाई चाहिँ पिताम्बर मेरो फिल्म भन्ने परिरहेको रहेछ के हैन मैले जस्ट एउटा हैन यति राम्रो फिल्म बनिरहेछ भने यत्रो आधा फिल्म इन्डस्ट्री एउटै फिल्ममा राखेर बनाइरहेछ भने हैन एउटा पब्लिसिटीमा के हेल्प हुन्छ नि मेरो तर्फबाट किन नगर्ने भनेर गरिदिरहेको तर कयौं मान्छेलाई के रहेछ नि पिताम्बरको निर्माता एउटा म पनि भन्ने परिरहेको छ हैन अनि सुरक्षा पन्तको अहिले हाम्रो छुल्टे अङ्कल यानी कि प्रकाश सुवेदी यानी कि रजत पट अङ्कल यानी कि चिप्ल्याउने अङ्कल उहाँको प्रोग्राममा एउटा केही चिज भाइरल भइरहेको रहेछ हैन राजाको बारेमा अनि दुर्गा प्रसाईको बारेमा गणतन्त्र हैन यो बारेमा मलाई आफ्नो धारणा राख भने त्यो म राख्छु आउँछु हैन तर सुरुवातमा चाहिँ म के भन्न चाहन्छु भने पिताम्बरको म कुनै निर्माता हैन तेरो फिल्म हेर्दिन तेरो फिल्म बहिष्कार भन्छ मलाई एउटा कुरो कुनै एउटा कलाकारले के गर्यो भन्दैमा कुनै फिल्म बहिष्कार गर्छु अथवा उनीहरुको फिल्मै हेर्दिन अथवा यो गर्नु पनि ठिक हुँदैन किनभने सुरक्षा पन्तजीले अब पिताम्बर त अहिले चलि नै रहेछ हैन उहाँको खेल भन्ने फिल्म आउँदैछ के अरे हैन अरु पनि कयौं फिल्महरु होला हैन त सुरक्षा पन्त मात्रै त्यो फिल्ममा हुँदैन नि त त्यसमा त हैन कयौं सयौं मान्छे हजारौं मान्छेहरुको मेहनत पसिना रगत पसिना लागिरहेको छ के नेपाली फिल्ममा पैसा हैन त्यही भएर यो चीजमा फेरि पछि आउला हैन अनि मलाई चाहिँ त्यो बारेमा मेरो धारणा के छ भनेर धेरैले सोध्नु भयो हैन आज म स्पष्ट रूपमा भन्न चाहन्छु हैन सुरक्षा पन्तजीले त्यो जे भन्नु भएको छ हाम्रो रजत पट द प्रकाश सुवेदी सोमा हैन हुन्छ यस्तो चीज फेरि प्रकाश सुवेदी दाइकै प्रोग्राममा आउँदो रहेछ फेरि कसैको बिहा भयो पनि प्रकाश सुवेदी सो कसैको डिभोर्स भयो पनि द प्रकाश सुवेदी सो हैन हरेक चीज अब यस्तै के अरे हाम्रो पहिला महानायक काण्ड पनि प्रकाश सुवेदी सो दिपाश्री निरौलाले सम्झाएको मैले र अहिले आएर सुरक्षा पन्त र यो अब राजावादी गणतन्त्रवादी यो पनि द प्रकाश सुवेदी सो मैले धेरै इन्टरभ्यूमा भनेको छु प्रकाश सुवेदी दाइ एकदम बाटो छ चम्पु स्याल हो उहाँले कहाँबाट मान्छे चिप्लाउने उहाँलाई थाहा छ तर चिप्लिने नचिप्लिने कलाकारको हातमा पर्छ है फेरि प्रकाश सुवेदीलाई मात्र दोष दिएर हुँदैन मलाई धेरैले भन्नुभएको थियो फेरि प्रकाश सुवेदीले काण्ड निकाले भन्छ हैन नि प्रकाश सुवेदीको काम हो उहाँको धर्म हो पत्रकारिता कसैको इन्टरभ्यू लिनु उहाँको पेसा हो उहाँले दाल भात खाने दिबाट हैन उहाँले त जुन कन्टेन्ट चल्छ तिनीले ल्याउने हो हैन तर कलाकारले कहाँ के बोल्ने कसो बोल्ने हैन जस्तै धर्म सङ्कटमा फसाउँछ भन्छ नजाने नि त त्यो समय नजाने अझ धर्म सङ्कटले आएर म छान्दिन भन्दिने प्रकाश सुवेदीले गोली ताकेर खोकरी घाँटीमा तेर्साएर त हैन यो छान त भन्दैन हैन अनि पछि गएर प्रकाश सुवेदीलाई दोष लगाएर पनि हुँदैन यहाँ सबैको गल्ती छ अब फेरि मुद्दामा सुरक्षा पन्तले जुन चिज भनेको छ हैन अब मलाई कस्तो लागेको छ भन्ने कुरामा आउनुभन्दा अगाडि त्यही भन्न चाहन्छु पिताम्बर चलिरहेको छ सबले हलहलमा गएर हेर्नु होला र उहाँको अन्य फिल्महरु पनि कुन आउँदैछ उहाँले के चीज बोल्यो भन्दैमा एउटा पक्षले यो फिल्म नै बहिष्कार भन्नु राम्रो हो जस्तो मलाई लाग्दैन उहाँको अब खेल भन्ने फिल्म आउँदैछ अब यो चीजले गर्दा उहाँको फिल्म नहेर्ने भन्दैन हैन तर सुरक्षा पन्तलाई त के नि के नि उहाँ त कलाकार हो निर्माता छ खन हैन लाखौंको बिटा लिसिया हुन्छ उसले पहिले डुब्ने त निर्माता हो नि त निर्देशक हो नि प्राविधिकहरु त्यत्रो मेहनत हुन्छ यार हैन अनेकौं धेरैको मेहनत जान्छ हैन त्यहाँसम्म नजाउँ हैन त्यो त हुन त आफ्नो इच्छाको कुरो हैन तर अब यो बारेमा जुन प्रकाश सुवेदी सोमा सुरक्षा पन्तजीले जे भन्नुभयो हैन मलाई चाहिँ हैन ठ्याक्क पहिला महानायकको मेरो विचार भन्दैछु है महानायक काण्डमा दिपाश्री निरौलाले प्रकाश सुवेदीलाई नै जुन इन्टरभ्यु दिँदाखेरि अलिकति
खिस्याएर एक दुई ठाउँमा उहाँले बोल्नु भएको थियो। तर उहाँले गल्ती पनि महसुस गर्नुभयो दिपाश्री निरौलाले। त्यो बेलामा मेरो मोबाइल टिभी भर्खर खोलेको थिएँ, म मिडियामा नि भर्खर बोल्न थालेको थिएँ, गुरु पुण्य गौतमको सिको गर्दै होइन। त्यो बेला मैले राजेश दाईको पक्षमा भयङ्करै बोले, मैले पनि आगै उकोलेको थिएँ। दिपक राज गिरीहरू, दिपक राज गिरी त मेरो गाउँले दाई पनि हो, उहाँहरू अलिकति मनमुटाव पनि भयो होला, मनमा नै, बाहिरी रूपमा थिएन हाम्रो, त्यही पनि मनमा अलिअलि पिल त भइहाल्छ होइन। तर म राजेश दाईको एकदमै फ्यान भएको हिसाबले त्यो बेला केही चिज बोलेँ होला होइन। तर दिपाश्री निरौलाले चाहिँ त्यो बेला सबै मिडियामै अथवा हरेक ठाउँबाट उहाँले माफी पनि माग्नु भएको थियो, त्यो क्लियर। तर होइन, त्यो क्लियर भइसक्यो, दर्शकहरूले त्यो उहाँलाई माफी पनि दिइसक्नु भयो। तर सेम त्यही घटना यही प्रकाश सुवेदी सोमै फेरि अब यहाँ आयो क्या सुरक्षा पन्तजीको। दिपाश्री निरौलाले महानायकलाई जसरी जुन लवज प्रयोग गर्नुभएको थियो, जुन स्टाइलले होइन, तरिका शैली होइन, त्योभन्दा महासुरक्षाजीले ल्याइदिनु भयो क्या। ठिक छ, यो कोही राजावादी होला, कोही गणतन्त्रवादी होला, कोही राजतन्त्र चाहन्छन्, कोही गणतन्त्र चाहन्छन्, त्यो आफ्नो स्वतन्त्रताको कुरो हो, चाहे राजतन्त्र होस् चाहे गणतन्त्र होस् होइन। म चाहिँ मलाई आफूलाई मन लागेको कुरा बोल्ने मान्छे हो। मैले पनि राजाको शासन पञ्चायत काल देखाएको छु कि बच्चा बेलामा, म बच्चा बेला नि बोल्थेँ, साँच्ची नै त्यो बेला नि बोल्न पाइन्थ्यो, भन्ने मात्र पहिला बोल्न पाइँदैन भन्ने के, आफूलाई मनमा लागेको कुरा बोल्ने हो। तर सुरेशाजीले पनि उहाँले गणतन्त्रलाई मन पराउन पाउँछ मेरो धारणा चाहिँ, र राजावादीहरूले पनि राजा उद्देश बचाउ भन्न पाउँछ के। तर यो इन्टरभ्यूमा चाहिँ उहाँले जुन तरिकाले, जस्तै ज्ञानेन्द्र शाह हाम्रो राजा, सबले पूर्व राजा भन्छन्, म चाहिँ राजै भन्छु के, उहाँपछि कोही राजा भएको छैन क्यारे होइन। अनि के को पूर्व राजा, पूर्व मन्त्रीहरू राजा भन्नलाई त्यसमाथि होइन। यो हाम्रो ज्ञानेन्द्र शाह, यो शाह वंशको यो देश बन्नमा सबभन्दा कसैको हात छ भने उहाँहरूकै छ, उहाँहरूकै पूर्वजहरूको छ, पृथ्वीनारायण शाह होइन। मेरो घरमा त हरेक कोठामा, लिभिङ रुममा, किचनमा जाउँ नि म त पृथ्वीनारायण शाहको फोटो राखेको हुन्छु कि जहिले पनि। किन हाम्रो घर बनाएर दियो भने, यदि तपाईँहरूलाई पनि कसैले होइन तपाईँहरूलाई एउटा घर बनाएर दिन्छ भने त्यो घर बनाउने मान्छेहरूलाई तपाईँले नराम्रो भन्न सक्नुहुन्छ? सक्छ भने तिनीहरू के भन्छ, तिनीहरू त्यो जुन थालमा खायो त्यो थालमा थुक्ने भन्छु म चाहिँ। तर अब यो तन्त्रवादीहरूमा चाहिँ आफ्नो इच्छा हो होइन। जस्तै मलाई भन्नुहुन्छ भने होइन, म माओवादी पार्टीहरू यो गणतन्त्र आएपछि माओवादी पार्टीले चाहिँ होइन अरू पार्टीले भन्दा उहाँहरूको शासन हुँदाखेरि तै पछि राम्रो काम गर्छ है भनेर मैले बोलेकै हो। मलाई नेताहरूमा भन्नुहुन्छ भने होइन, म प्रचण्ड पुष्पकमल दाहालको फ्यान हो, म मेयरमा भन्नुहुन्छ भने म रेणु दाहालको फ्यान हो, म ऊर्जा मन्त्रीमा भन्नुहुन्छ भने म जनार्दन शर्माको फ्यान हो, म जसले कुलमान घिसिङलाई ल्याउनु भयो। गृहमन्त्रीमा भन्नुहुन्छ भने म नारायण काजी शेषको फ्यान हो, म जसले नेपालकै इतिहासमा होइन गृहमन्त्री उप प्रधानमन्त्रीलाई थुन्ने चलन ल्याउनु भयो। त्यो कारणले म माओवादी र प्रचण्ड र माओवादीका नेताहरूलाई मेरो सम्मान छ। त्यो भन्दाखेरि मलाई माओवादीको चम्चे भन्छन् अथवा गणतन्त्रवादी भन्छन्। तर अहिले राजावादीहरूको आन्दोलन चलिरहेको छ होइन। यहाँ अहिलेको यो गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र भन्छ, तर यहाँका नेताहरू यति भ्रष्ट भइसके होइन। राम्रा पनि होलान्, को छन् आफै पत्ता लगाउनुहोस्, मैले चाहिँ देखिरहेको छैन, अधिकांश भ्रष्टै छन्। अनि जनताहरू उकुस मुकुस भइसक्यो। त्यो भएपछि पहिलाकै राजा ठिक भनेर राजा उद्देश बचाउ भनिरहेको छ, यो पनि त उहाँहरूको अधिकार हो नि त। म राजावादीहरूलाई पनि सम्मान गर्छु, गणतन्त्रवादीहरूलाई पनि सम्मान गर्छु। तर यो प्रकाश सुवेदीको प्रोग्राममा सुरक्षा पन्त उहाँलाई अधिकांश पत्रकारहरूले उहाँलाई इन्टरभ्यू लिँदा चाहिँ होइन बौद्धिक नायिका भनेर उहाँलाई सम्बोधन गर्नुहुन्छ होइन। उहाँले गर्नुहुन्छ कि आफैले होइन उहाँले गर्न लाउनुहुन्छ, यो चाहिँ मलाई बुझ्नुपर्ने छ। मैले चाहिँ उहाँलाई बौद्धिक मानिनँ, सरी सुरक्षाजी। तपाईँ गणतन्त्रवादी होला, गणतन्त्रवादी नेताहरूले अथवा होइन अहिलेका भ्रष्टाचारी नेताहरूबाट तपाईँले के तपाईँको मनमा के राम्रो गरेको छ भने तपाईँलाई लाग्यो होला, तपाईँको स्वतन्त्रताको कुरो हो। तर एउटा राजा मान्ने मान्छेहरू पनि त छ नि त होइन। उहाँहरूको पनि अब उहाँहरू पनि हाम्रै नेपाली हो, गणतन्त्र पनि हाम्रै नेपालीले मान्ने हो, राजतन्त्र पनि हाम्रै नेपालीले मान्ने हो। तर एकले अर्कालाई यसरी खिच्याइदिएर होइन यो के भन्छ नि, यो के युद्ध गृहयुद्ध पार्टी टाइपको कुरा नगरिदिनुहुन्न। बौद्धिक नायिका हो भने चाहिँ मिडियामा त म नि बोल्छु, तपाईँभन्दा बढी त मै बोल्छु। स्पष्ट वक्ताको कलाकारहरूमा कसैको नाम आउँछ नि 1 नम्बरमा मेरै आउँछ, तपाईँको भन्दा पनि होइन। इन्जिनियरिङ पढ्यो भन्दैमा त्यो पास गर्नुभयो कि भएन त्यो आफ्नो ठाउँमा होला। इन्जिनियरिङ पढ्यो भन्दैमा त्यो बौद्धिक हुन्छ भन्ने हुँदैन। यहाँ पिएचडी गरेका कैयौँ मूर्खहरू मैले देखाएको छु वरिपरि,
एउटा उतापट्टि रुममा बसिरहेको छ अहिले पिएचडी होइन इन्जिनियरिङ पढ्यो भन्दैमा बौद्धिक भन्ने हुँदैन त्यो मिडियाहरू युट्युबरहरूले उहाँको इन्टरभ्यू लिँदा जसरी बौद्धिक नायिका भनेर सम्बोधन गर्नु आफै गर्नु भएको हो कि तपाईँ आफैले गर्न लाउनु भएको चाहिँ मलाई थाहा छैन प्रकाश सुवेदी दाइले पनि बौद्धिक नायिका भनेर सम्बोधन गर्नुभएको थियो उहाँलाई त चिप्लाउनु थियो चिप्लाइदिनु भयो तपाईँ कलाकार हुनुहुन्छ सुरेशजी तपाईँमाथि होइन करोडौँले के अरे करोडौँको लगानी धेरै निर्माताहरूले लगानी गरिरहनु भएको छ नेपालमा हलमा गएर फिल्म हेर्ने ठुलो दर्शकको सङ्ख्या राजावादीहरू पनि छ क्या तपाईँले ठिक छ म गणतन्त्रवादी हुँ भन्दै भइयो नि ज्ञानेन्द्र शाह सामान्य नागरिक कस्तो खिचाएर बोल्नु भएको छ हृदयेन्द्र शाहको फोटो त्यो पारसको छोरो होइन बौद्धिक नायिकाको तरिका त्यही हो त पत्रकार भन्दा नि के भन्नु यो युट्युबरहरू केही युट्युबेहरू अथवा केही पत्रकारहरूले भन्ने हो क्या बौद्धिक भनेर तपाईँ बौद्धिक हो भनेर त आफैले प्रमाणित गर्नुपर्ने होला नि त हो अहिले राजतन्त्र छैन ठिक छ त्यही पनि पहिलाको त राजै हो नि त होइन जस्तै राष्ट्रपति पनि विद्यादेवी भण्डारी अहिले हुनुहुन्न अथवा रामवरण यादव अहिले राष्ट्रपति हुनुहुन्न अहिले त अरू नै हुनुहुन्छ होइन रामचन्द्र पौडेल हुनुहुन्छ राष्ट्रपतिलाई पनि त भूतपूर्व राष्ट्रपतिहरूलाई सरकारले भने त हामी जनताकै पैसा जाने हो नि त घर बङ्गला गाडी सुरक्षाकर्मी दिएर अहिले पनि राखिरहेको छ नि त त्यो सम्मान होइन झन् यो राजा भनेको त होइन यो देश बनाउने मान्छे हो तपाईँ हामीलाई यो घर दिने मान्छे हो एउटा नेपाली हुँ भनेर गर्व गर्न सक्ने बनाउने यो उहाँहरूको खलक हो होइन इतिहास पढ्नुहोस् एकताल पृथ्वीनारायण शाह नै होइन जसले गर्दाखेरि हामी नेपाली भन्न त पाइरहेछौँ नि होइन एउटा सम्मान हुन्छ ठिक छ तपाईँ गणतन्त्र मन पराउनुहोस् आफ्नो ठाउँमा छ मैले अहिले आफैले भनिसकेँ मलाई प्रचण्ड मनपर्छ मलाई जनार्दन शर्मा मनपर्छ मलाई नारायण काजी श्रेष्ठ मनपर्छ कुलमान घिसिङलाई पुनर्नियुक्ति दिएपछि मलाई शेरबहादुर देउवा मन पर्यो भएको बेलामा फेरि कुलमानलाई नियुक्ति दिएपछि मैले शेरबहादुर देउवा भन्दै ताली बजाएँ नि त मैले राम्रोलाई राम्रो भन्ने हो है कलाकारहरूले नराम्रोलाई यदि नराम्रै भन्नु छ नि फिल्म खेलिदिनु हुन्न फेरि म जस्तै खुलेआम बोल्छु नि किनभने म फिल्ममा छैन यदि मलाई ममाथि 10-12वटा फिल्ममा ममाथि लगानी भइरहेछ नि म पनि एकपछि बोल्न मिल्दैन म अहिले मिडियामा छु त्यही भएर फिल्मलाई टाटा बाई बाई गरिदिइरहेको छु अब 82 सालमा फिल्म खेल्ने सोचमा छु होइन 82 देखि चाहिँ अब फेरि फिल्ममा अब कन्टिन्युटी दिन्छु भन्ने मनस्थिति बनाइरहेको छु र यही मनस्थिति अनुसार 4-5वटा फिल्म पनि साइन गरिरहेको छु त्यो भएपछि म बोल्दिनँ बोले पनि होइन कसैलाई अन्य अत्याचार परेको छ भने त्यसको विरुद्धमा बोल्छु भ्रष्टाचारीहरूको विरुद्धमा बोल्छु देशको बारेमा बोल्छु होइन तर कुनै पछिल्लो चाहिँ बोल्दैन किनभने मैले त्यो बोलिदियो भने ममाथि कसैले करोडौँ लगानी लगाइरहेछ भने मैले गर्दाखेरि त्यो डुब्छ क्या होइन अनि तपाईँमाथि पनि धेरै लगानी छ किनभने फिल्म हलमा गएर हेर्नेको होइन अहिले राजा चाहियो राजा आऊ देश बचाऊ भनेर जति पनि सडकमा उठिरहेको छ नि त्यो लाखौँ हेर्नु मलाई नि एयरपोर्टमा पछि पो मान्छे हुन छोडेछ किनभने अब कौशीबाट अर्सु ग्यास र गोली हान्न थाल्यो कसरी आउँछ नेपालीहरू सडकमा तर राजा पोखराबाट फर्किँदाखेरि लाखौँ 25-30 लाखको भिड थियो त्यहाँ त्यो हाम्रो नेपाली फिल्मको दर्शक होइन तपाईँले उहाँहरूलाई चित्त दुखाउने काम गरिदिनु भयो क्या कलाकारले त्यो गर्नुहुन्न तपाईँ बौद्धिक हो भने मलाई गर्दा जस्तै प्रकाश सुवेदीको प्रोग्राममा 6 वटा सेगमेन्ट राजा कि राष्ट्रपति भन्ने राष्ट्रपति छान्दै भइगयो त अरूले त्यही गर्छ राजा मनपर्छ नि राजा भन्दै भइगयो त तर चिन्छु ज्ञानेन्द्र शाह साधारण व्यक्ति किन भन्नु पर्यो उहाँलाई भगवान मान्ने मान्छेहरू पनि छन् त नेपालमा हृदयेन्द्र शाहलाई देखायो त्यो पारसको छोरो होइन फिल्म खेल्नुहोस् मान्छे क्युट हुनुहुँदो रहेछ फिल्म खेल्नुहोस् है तर त्यसो लागि अभिनय चाहिँ सिक्नुपर्छ नत्र कसले खेलाउँछ गर्छ ल कस्तो छुच्ची मुख भयो क्या त्यो सुनेश्या पनि त हो मेरो धारणा त्यही हो अनि दुर्गा प्रसाईको फोटो देखाउँदा नि अस्ति कुलेलाम ठोक्ने मान्छे यही होइन अरे ल दुर्गा प्रसाईको पछाडि कति मान्छे छ तपाईँलाई थाहा छ नेपाली फिल्म हेर्नेहरूको पिताम्बरले त 2 हप्तामा लगभग साउन्ड उठाइसक्यो देश विदेश गरेर किर्सा चौलागाई विशाल चौलागाई पुरुषोत्तम प्रधान त्यो भाग्यमानी रहेछ होइन सत्यको धन रहेछ उहाँको फिर्ता आइसक्यो तर अब तपाईँको अब आउने फिल्म जस्तै तत्काल आउँछ जस्तै खेल त्यो निर्माताहरू डुब्दैन किनभने
राजा औ देश बचाऊ भन्ने नेपालमा भएका मान्छेहरू हुन् नि त, उहाँहरूले हेर्नु नि त नेपाली फिल्महरू। गणतन्त्र म फेरि कुनै वादी होइन, फेरि यो चाहिँ दर्शकहरू क्लियर हुनुहोस्। तर भ्रष्टाचारी नेताहरू बारेमा चाहिँ बोल्छु। भ्रष्टाचारी नेताका मान्छेहरू होइन कोही पनि नेपाली फिल्म हेर्दैन, किनभने यिनीहरूका छोराछोरी, यिनीहरूका साला साली, मामा माइजू भान्जा भान्जी सबै विदेशमा छन्। यिनीहरूका गर्लफ्रेन्डका खलकहरू पनि विदेश पठाइसके, गर्लफ्रेन्डका खलकहरू पनि। भ्रष्टाचारी नेताहरूले, मैले राम्रा नेताहरूलाई भनिरहेको छैन, गर्लफ्रेन्ड मात्र नेपालमा राखेको छ, किनभने यहाँ पाउन्जेल छौन्जेल नेपालमा भ्रष्टाचार गर्नु पर्यो, अनि गर्लफ्रेन्ड त चाहियो नि। गर्लफ्रेन्डमा राखेका छन्, नत्र भने आफ्नो घरका परिवार पनि सबै विदेशमा, गर्लफ्रेन्डका परिवार पनि सब विदेशमा छन्, उनीहरू नेपाली फिल्म हेर्दैनन्। तपाईँ बौद्धिक नै हो भने होइन, पत्रकारलाई चाहिँ बौद्धिक भनौँ नलाउने, बौद्धिक कुरा पनि गर्नु पर्यो नि त। दुर्गा प्रसाई भ्रष्टाचारी नेतामा त धेरै माथि छ होला, उहाँ अहिले जेलमा होला, अथवा हालियो होला, अथवा के गर्यो होला, त्यो आफ्नो ठाउँमा छ। दुर्गा प्रसाई भ्रष्टाचारी नेताहरूले हामी नेपालीहरूको शिक्षा, स्वास्थ्य, रोजगार सब खोसेर विदेशी बाध्य बनाइरहेछन्। विदेशको 55 डिग्रीको खाडीमा, यी म काठमाडौँमा बसेर मान्छे तरतर पसिना आएर चाहिँ बोल्दाखेरि त्यत्रो खाडीमा पठाइरहेछन् भ्रष्टाचारी नेताहरूले। उनीहरूले पठाएको रेमिट्यान्सले यहाँ देश चलाइरहेछन्। र त्यहाँ विदेशमा अल्पत्र परेका नेपालीहरूलाई झिकाउने काम गर्छ दुर्गा प्रसाईले। दुबईमा 2 जना केटाहरू, एउटा श्रेष्ठ एउटा मगर भन्ने भाइ, मैले नाम बिर्सिएन, उहाँहरूलाई दुबईमा मृत्युदण्डको सजाय दिइसकेका थिए। मृत्युदण्ड मुस्लिम कन्ट्रीमा। त्यहाँबाट दुर्गा प्रसाईको पहलमा 2 जना मृत्युदण्ड पाइसकेको मान्छेलाई नेपाल झिकाउने काम भएको थियो। हेर्नु भएको छ तपाईँले त्यो भिडियोहरू? हेर्नु भएको छैन भने मोबाइल टिभीको पहिलाका भिडियोहरू हेर्नुहोस्। सुरेश पन्तजी, तपाईँको भ्रष्टाचारी नेताहरू भन्दा होइन दुर्गा प्रसाई कति माथि छ, माथि छ होला। दुर्गा प्रसाईको बोल्ने शैली अर्कै होला, के होला, कसो होला, कहिले मुख छाड्ला, कहिले के होला, सबै मान्छे त्यस्तै हुन्छ। चिप्ले घुसखोरहरूको हजुर 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 भन्दै भोट माग्ने, त्यसपछि जसले भोट हान्यो त्यसैलाई गर्दन काट्ने होइन पछाडिबाट बुवा सोलेको जस्तो। गणतन्त्र भन्छ, नेपालीहरूले शिक्षा, स्वास्थ्य, रोजगार पाउँदैन। मैले यो भिडियोभन्दा अगाडि अहिले दिउँसो एउटा भिडियो हालेको छु, सुरक्षा पन्तजी हेर्नु होला। लोग्नी विदेशमा वर्षौं दुःख गरेर, इन्डियामा मरी दुःख गरेर यहाँ पैसा पठाएर रहँदो रहेछ स्वास्नीलाई। वर्षौं पछि अस्ति आउँदाखेरि अहिले 1.5 महिना भइसक्यो, स्वास्नी हराएर रोएर यहाँ काठमाडौँ आएर मिडियामा रोइरहेछ। तपाईँका भ्रष्टाचारी नेताहरूले नेपालमा रोजगार दिए भए हामी अँगालो भरि स्वास्नीलाई छोडेर इन्डियामा रोजगार गर्न जानु पर्दैन थियो नि त। अनि यस्ता मान्छेहरूले भनेको राजा आऊ देश बचाऊ भनेर, आफ्नो हक अधिकारको कुरा हो नि त। तपाईँलाई नेताहरूले के गरिदिया होला, तपाईँलाई अथवा तपाईँको परिवारलाई अथवा तपाईँको छरछिमेकीलाई कसलाई गरिदिया होला, त्यो आफ्नो ठाउँमा छ। राम्रो गरे भए राम्रै भन्नुभयो, ठिक छ। तर राजा मन पराउने मान्छे छ, उनीहरूलाई होइन दुर्गा प्रसाई फोटो देखाएर कुलेलाम ठोक्ने शब्द बौद्धिक रे फेरि त्यही हो बौद्धिक। त्यो त हामी जस्ता मूर्खले बोल्ने चिज हो। दुर्गा प्रसाईलाई कुलेलाम ठोक्नु भन्नुभयो नि, दुर्गा प्रसाई, जयकिशन बस्नेत, राजेन्द्र खड्की टाइपका हामी जस्ता मूर्खले बोल्ने शब्द हो त्यो। तपाईँ बौद्धिक। मैले भनिसकेँ, भ्रष्टाचारी नेताहरू भन्दा होइन दुर्गा प्रसाई कति माथि छ, माथि छ क्या। लाखौं सहकारी पीडितको आवाज बनेर आछ। त्यतिकै दुर्गा प्रसाईको पछि मान्छे हुन्छ। राप्रपा एउटा देशको राष्ट्रिय पार्टीले गरे आन्दोलनमा मान्छे हुँदैन, दुर्गा प्रसाईको आन्दोलनमा लाखौं मान्छे हुन्छ। ऊ अस्ति 15 गतेको 3 गुणे आन्दोलनको याद गर्नुहोस्। चारैतिरबाट नाका ब्लक गर्दा पनि, कौशीबाट टियर ग्यास, बिग्रेको टियर ग्यासका गोली हान्दा पनि होइन, ओपन गन र पिस्टल बोकेर हिँड्दा पनि होइन, लाखौं मान्छे त्यहाँ आइपुगेको थियो। आर्मी उतार्नु पर्यो होइन भरे बेलुका। दुर्गा प्रसादलाई यतिकै साथ दिएछ मान्छेले। तपाईँले दुर्गा प्रसादलाई नराम्रो भन्छ, कुलेलाम ठोक्ने होइन ऊ। त्यो भन्दाखेरि दुर्गा प्रसादका मान्छेले अब तपाईँको फिल्म हेर्छ, तपाईँलाई त केही पनि हुँदैन। तपाईँले त होइन पाउन्जेल के अरे फिल्म खेलिसकेपछि पैसा पाइहाल्छ। डुब्ने निर्माता हो कि हर जग्गा बन्दगी राखेर बनाइरहेको हुन्छ, सबलाई हजुर हजुर भन्दै। फिल्म बनाउनु, फिल्म छाउन्जेल कलाकारहरूलाई हजुर हजुर, टेक्निसियनहरूलाई हजुर हजुर, पैसा लाखका बिटा दिँदा पनि फिल्म सिद्धिसकेपछि फेरि पोस्ट प्रोडक्सनमा हजुर हजुर, चाँडै सिद्धाइदिनुहोस्। त्यसपछि टेलर गीत फ्याल्यो,
त्यहाँ डलर खर्च गरेर भ्युज किन्न पर्ने, कमेन्ट किन्न पर्ने, साइबर सेना खटाउनु पर्ने। जब हलमा आउँछ, हलमा फेरि लाखौँ 60 लाख 70 लाख 1 करोडको टिकट काटेन भने हलले सो दिँदैन। कति मुर्गा बनाइन्छ यहाँ निर्मातालाई, जसले गर्दा यहाँ हजारौं लाखौँको घरबार चलिरहेछ होइन। त्यही निर्मातालाई यहाँ मुर्गा बनाइन्छ, यस्तो मूर्ख पनि बनाइन्छ। अनि बिचबिचमा कलाकार आएर यो बोलिदिन्छ। मलाई त्यो जस्तै योभन्दा अगाडि एउटा फिल्मको नाम नलिउँ, हालसालै फ्लप भएको फिल्म, तर यहाँ पत्रकारले रिपोर्ट बनाउँदा के भनिरहेछ, 2 करोडको ग्रस गरे अरे। हो, 2 करोडको ग्रस गरे। कसरी गर्यो? म प्रकाश सुवेदी फिल्म लाइनमा अलिकति भागो उरा ल्याउन नसक्ने जे भए पनि होइन, प्रकाश सुवेदी एउटा हो। मलाई अनुप भट्टराई पनि त्यसले ल्याउन सक्छ जस्तो लाग्छ त्यो भाइले, अनुप भट्टराई होइन। म प्रकाश सुवेदी र अनुप भट्टराईलाई यही भिडियोबाट अनुरोध गर्न चाहन्छु होइन। हालसाल एउटा रिलिज भएको फिल्ममा काठमाडौँभन्दा बाहिर 1.5 करोडको टिकट काटिएको छ। ल पत्ता लगा तिमीहरूले त्यो कुन फिल्म हो, दर्शकहरूले थाहा पाइसक्नु भयो होला। फिल्म फ्लप भइसक्यो, तर पनि अलिकति कलेक्सन राम्रो देखाउनको लागि होइन। काठमाडौँ मैले त्यसमा हल्का रिसर्च गरेको थिएँ। काठमाडौँमा चाहिँ किन भन्दा यिनीहरूको प्लानिङ के हो भने काठमाडौँमा टिकट त किन्यो, डलरले टिकट त किन्छन्, नेता भ्रष्टाचारी नेताहरूले किनिदिन्छन्, तर काठमाडौँमा त बाहिर रातो हाउसफुल, भित्र मान्छे भएन भने त कोही न कोही मिडिया गइदिन सक्छ। प्रायः यसो मिडिया त काठमाडौँमै हुन्छ, सबैजना काठमाडौँ सेन्ट्रिक भएर बसिरहेका हुन्छन्। अनि के गरेछन् तिनीहरूले भने काठमाडौँ बाहिर 1.5 करोडको टिकट काटेको छ। कुन फिल्म पत्ता लगाउनुहोस्, प्रकाश सुवेदी दाई, अनुप भट्टराई भाइ। अरूको मलाई थाहा छैन, तपाईँले दुईजनाले चाहिँ ल्याउँछ कि जस्तो लाग्छ मलाई। म कहीँ कुन फिल्मको नाम लिइरहेको छु पत्ता लगाउनुहोस्। तर अब सुरक्षा पन्त खेलेको अरू जुन फिल्महरू आउँदैछ होइन, त्यो फिल्ममा त कसैले काटिदिँदैन, त्यो मलाई थाहा छ। कि निर्माता आफैले काट्नु पर्यो, रातो देखाउनलाई होइन, करोड रुपियाँ खर्च गर्ने 2-3 दिनलाई होइन, 10-20 वटा हल रातो देखाउने हाउसफुल भनेर, भित्र चाहिँ मान्छे हुँदैन। फेरि यसरी प्रकाश सुवेदीकै प्रोग्राममा आयो, एउटा चलेकी नायिकाले बनाएको फिल्म, बाहिर चाहिँ हाउसफुल, भित्र क्यामेरा छिराएको 5 जना मान्छे। अनि सुरेश पन्त चाहिँ मलाई कलाकारको हिसाबले राम्रो लाग्थ्यो होइन। मैले पिताम्बरको बेला पनि उहाँको धेरै तारिफ गरेको छु कि, तर कोही म फिल्म लाइनमा छु, निर्माताहरूलाई कसैले मार्न खोज्छ भने होइन, म त्यसको विरुद्धमा आउँछु कि। फिल्म लाइन चल्नको लागि माई बाप भनेकै निर्माता हो क्या। मान्छेले निर्देशक भन्छ नि, यत्रको निर्देशक, निर्माताले पैसा हाल्दैन भने उसको निर्देशकीय क्षमता कहाँ गएर देखाउने? घरमा गएर देखाउने, बुढीलाई देखाउने, छोरछोरीलाई देखाउने, दर्शकसँग ल्याउनु त पैसा हाल्दैन पर्ने होला निर्माताले। अनि त्यसरी निर्माता मार्ने काम नगरौँ। बौद्धिक भन्ने त्यो खिसाएर चाहिँ बौद्धिक भइदियो रहेछ। त्यसरी यहाँ अहिले यहाँ यो फेरि यो गृह जस्तो पार्दिनलाई होइन, सुरक्षा पन्तको सपोर्टमा होइन, सुरक्षा पन्तले ठिक भनिन् भनेर एउटा पछि छ, सुरक्षा पन्तको फिल्म बहिष्कार भनेर अर्को पछिले भन्छ। मोर्नीको नेपाल फिल्म इन्डस्ट्री एकदमै त्यो बौद्धिक होइन, यो कहाँको बौद्धिक होइन, कुन टाइपको बौद्धिक होइन, म चाहिँ बुझ्न सकिनँ। राजावादीहरू नि मान्छे नेपाली हुन्, सुरक्षा पन्तजी। दुर्गा प्रसाईका समर्थक पनि नेपाली हुन्। तपाईका भ्रष्टाचारी नेताहरूको भन्दा होइन धेरै ठुलो संख्यामा समर्थक उहाँहरूसँग छ। उहाँहरूसँग हतियार पो छैन त, सत्ता पावर शक्ति पो छैन त। अहिले आउन सक्छ पछि। मेरो विचार यो, म चाहिँ होइन भन्न, कोहीले मलाई माओवादी भन्छन्, कोहीले राजावादी भन्छन् होइन। म राम्रो जसले गर्छ त्यसै वादी हो। मैले अहिले सुरुदेखि भन्छ, सुरु यही भिडियो मात्र होइन, मेरो वर्षौँ अगाडिको भिडियो हेर्दा नि हुन्छ। म राजाको पनि सपोर्ट गर्छु, नेताहरूमा म जहिले पनि प्रचण्डको सपोर्ट गर्छु। किन प्रचण्ड जब प्रधानमन्त्री भएको छ, अरू प्रधानमन्त्री भन्दा प्रचण्डले राम्रो काम गरेको छ। ल होइन भनेर कसैले भन्नुहोस् न। पहिला मैले प्रचण्ड र माओवादीको तारिफ गर्दाखेरि आजभन्दा 3-4 वर्ष अगाडि मैले एउटा हुइन्ने निकालेको थिएँ। ल जति गाली गर्छस् गर मलाई भनेर, वर्षौँसम्म गाली खाएँ। तर पछि आएर जय किसनले भने सही हो भन्ने बनाउन सक्ने मान्छे हो कि म पनि। भने मतलब म प्रचण्डवादी, प्रचण्ड पद अथवा माओवादी त होइन। उहाँहरूको राम्रो काम लाग्यो। वर्षौँदेखि हामीलाई तपाईँको भ्रष्टाचारी नेताहरूले सुरक्षा पन्तजी 18 घण्टा 20 घण्टा 22 घण्टा लोड सेडिङ गर्थ्यो। त्यही बेलादेखि मान्छेहरू विदेशी देशदेखि विरक्त भएर विदेशी थाले होइन। कहाँबाट भगवानले कुलमान घिसिङ पठाइदियो, त्यो मान्छे चिन्न सक्ने प्रचण्ड र जनार्दन शर्मा पठाइदियो। अहिले आएर
झिलिमिली भएर बस्नु पाइरहेछौँ। त्यत्रो वर्ष हामीलाई हावामा त्यो इन्भर्टरवालासँग अरबौँ खान, जेनेरेटरवालासँग अरबौँ खान, होइन, डिजल पेट्रोल व्यवसायीहरूसँग अरबौँ खान, हामीलाई करोड 3 करोड जनतालाई वर्षौँ 18, 20, 22 घन्टा लोडसेडिङ गरी मान्छेको लागि हामीले के अरे जय जयकार नमस्ते गर्नुपर्ने हामीले गरिँदैन। गणतन्त्रका नेताहरूले राम्रो काम गरे ताली गरिन्छ, नराम्रो कामहरू नि विरोध गरिन्छ। हामी त त्यो टाइपको मान्छे हौँ, हामी मूर्खै हौँ। ल ओके, तपाईँ बौद्धिक हुनुहुँदो रहेछ, तपाईँले धेरै मान्छेलाई डुबाउने हुनुभयो। हालसालै एउटा कलाकारले डुबाइसकेको थियो एउटा निर्मातालाई, तर के गर्नु भनिहाल्यो, 1.5 करोडको टिकट काट्दैछ। ल्याउनु हो प्रकाश सुवेदी, ओ अनु भट्टराई, ल्याउनु तिमीलाई मैले सच्चा पत्र, एउटा महापत्रकार भनेर मैले धेरै इन्टरभ्यू भनेको छु प्रकाश सुवेदीलाई, छोटा महापत्रकार चाहिँ अनु भट्टराई हो क्या, तिमीहरू दुईजनाले ल्याउने हो। तिमीहरूले नि त्यहाँबाट पैसा खाएको छ भने यत्र ल्याउनु, अब ल्याउँदैनन्। मैले अस्ति कैयौँ इन्टरभ्यूमा एउटा मानव तस्कर अहिले नेपालमा फिल्म बनाउन फेरि आइरहेछ भनेर कैयौँ इन्टरभ्यूमा भने कसैले हाइलाइट नै बनाइदिएन। अहिले सुटिङ भइरहेछ। पहिला मलाई र कर्मा भन्ने अहिले हालसालै फ्लप भएको कर्माको कुरा होइन कि, आजभन्दा लगभग यो 2000मा भुइँचालो आएपछि जस्तो लाग्छ, 72-73 साल जस्तो लाग्छ मलाई, होइन, सायद त्यही बेला होला। त्यो बेला एउटा कर्मा भन्ने फिल्म बन्दै थियो क्या, त्यसमा हिरो एउटा म, अर्को आर्यन सिग्देल, अर्को जीवन लुटेल थियो क्या। हामी 3जना हिरो थियौँ। अनि युरोपमा गएर सुटिङ गर्ने भने हामी मक्ख, आर्यन सिग्देल मक्क, जीवन लुटेल मक्क। जीवन नि अमेरिकाको चिया थिएन कि त्यो बेलासम्म, जय किसन नि मक्क, युरोपमा सुटिङ, फ्रान्समा। होइन, हाम्रो नाम लिएर त्यहाँ विकास रोडमा सायद त्यो कर्मा भन्ने फिल्मको दर्ता अहिले पनि छ, मेरो पनि नाम छ त्यहाँ गएर। प्रकाश सुवेदी र अनु भट्टराईलाई हेर्न म अनुरोध गर्न चाहन्छु। हामीलाई त्यो फिल्म सुटिङ गर्न लाग्दो गरेर फिल्ममा 10-20 जना मिडिया, त्यो बेला अहिले धेरै मिडिया त हुँदैन थियो, होइन, तर जति मिडिया छ त्यहाँ अलिअलि पैसा दिएर, होइन, कर्मा भन्ने फिल्म बन्ने, कलाकार आर्यन सिग्देल, जय किसन बस्नेत, जीवन लुटेल, हिरोइन खै को थियो, होइन, उ गरेर त्यहाँ सबै त्यो हाम्रो नाम राखेर युरोपमा सुटिङ गर्ने भनेर फ्रान्समा लगेर, फ्रान्स हुँदै पोर्चुगलमा 22 जना मान्छे बेचेर रहेछ त्यो निर्माता निर्देशकले। त्यही मान्छे अहिले नेपालमा फिल्म बनाइरहेछ। खै महापत्रकार प्रकाश सुवेदीजी, खै त्यसको रिपोर्ट, खै छोटा महापत्रकार अनु भट्टराई, खै त्यसको रिपोर्ट। तपाईँहरू दुईजना त सँगै हुनुहुन्छ नि। अनि फिल्मवाला मिडियाहरूलाई मैले धेरैलाई भनेपछि यो बारेमा गरौँ न यार इन्टरभ्यू भन्यो, कोही पनि आउँदैन। विज्ञापन आउला कि भनेर उनीहरू मख परिरहेछन् क्या, त्यो फिल्मै पुरा हुँदैन त्यो। उसले त जसरी हुन्छ, पहिला नेपालबाट लान्थ्यो यसले मानव तस्करले, अहिले चाहिँ मैले सुनिरहेको छु, म त भित्र, म त फेरि सिआइडीको नि बाउ हुँ कि, म त दिमाग चाहिँ के, यसले योपालि चाहिँ कहाँबाट लान लाग्यो भने मैले अलिअलि पत्ता लगाइसकेँ कि यसले यहाँ नेपालमा अलिअलि सुटिङ गरिरहेको गर्छ, 10-20 लाख, 50-60 लाख अथवा 1 करोड खर्च गर्छ यसले। अनि यसले दुबई अथवा कतैबाट, होइन, योपालि चाहिँ मैले सुनिरहेको छु दुबईबाट खै कुन कुन देश छिराउँदैछ अरे यसले। मेरो विचारमा माल्टा साल्टा खै कता कता छिराउँदैछ अरे, पत्ता लगाउ न। म सरकारलाई पनि भन्न चाहन्छु यो चिज, नेपाल प्रहरीलाई पनि भन्न चाहन्छु। म आफै भएछु यो मान्छेसँग। नेताहरू यिनीहरूको हातमा पछाडि हुन्छन्। अब म एक्लैले बोलेर मलाई जेल जानु छैन, यिनीहरू त पैसा खर्च गरेर मलाई गुन्डा लाउन पनि सक्छ, पुलिस लाउन पनि सक्छ, होइन। त्यस्ता मान्छेको बारे पनि ल्याउनु पर्यो। प्रकाश सुवेदी भाइ, अनु भट्टराई भाइ, अहिले सुटिङ भइरहेछ है कता कता, पूर्वतिर छ कि जस्तो लागिरहेछ मलाई। त्यसले फिल्म मात्र बनाउन आएन क्या। कर्मा भन्ने त नाम मात्रै, दर्ता मात्रै गरेर विकास बोर्डमा हामीलाई खेलाउने गरेर पुरा मख पार्यो, 22 जना लगेर बेचेछ। विदेशमा त्यो केटाहरूले रोजाको पालो आफ्नो आउँछ, तर यसले पैसा करोडौँ रुपियाँ उठाएर लिएर गएको नि त। भुटानी शरणार्थीलाई बेच्या भने जस्तै, भुटानी शरणार्थीको नाममा नेपालबाट कयौँ गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीदेखि लिएर कयौँ मान्छे फस्या होइन र। यो निर्माता निर्देशकलाई किन समय राखेको छैन? वाच गरेर बसिरहेको छु योपालि। पहिला पो मसँग मिडिया थिएन त। जस्तै यो कुरा मैले थुप्रै फिल्मी मिडियाहरूमा मैले बोलाएर यो बारेमा इन्टरभ्यू गरौँ भन्दा कोही आएनन् के। त्यो फिल्म आउला र विज्ञापन आउला, यत्र आउँछ तिमीलाई विज्ञापन, त्यो फिल्मै बन्दैन। यहाँबाट मान्छे पास गरेपछि सिद्धि। मैले अस्ति बोलेदेखि यिनीहरूले सुटिङ गर्न बाध्य भइरहेछ अहिले।
साला घोडा चलाउन सिकाएर पठाइरहेछ यो कहाँ के खेल्छ हामीलाई थाहा छ के अहिले यो सुरक्षा पन्थको बारेमा यो पनि घुसाइदिइहाल्यो किन कसैले यो बारेमा इन्टरभ्यू नै मान्दैन धन्न बेलामा मोबाइल टिभी खोलेको थिएँ र यसमा पनि बोल्न पाइयो यो अब मोबाइल टिभीमा आएछ मोबाइल टिभीको पेजमा आइहाल्छ जय किसान बस्नेत पेजमा आइहाल्छ तिनटामा आए पुग्यो यो रह्यो मानव तस्करको कुरो नराम्रोलाई नराम्रो भन्ने मान्छे हुन् होइन अब त्यही हो अब म फेरि म दर्शकहरूलाई भन्न चाहन्छु होइन किन म हट्यो कि मैले बोलेर न के हुनु न के हुनु के तातो न फैकिएको भन्थ्यो कि बुढा पाकेर तातो न डट डट भनेर होइन जस्तो कुरा हो कि मेरो चाहिँ एउटा सावधानी बनाइदिने हो यसो नगर है भनेर अब गर्छन् जस्तै सुरक्षा पन्थको जुन त्यो प्रोग्रामको अहिले यो जुन टिकटकमा एकदम भाइरल भइरहेको छैन उहाँले नर्मल रूपमा उहाँ गणतन्त्रवादी भन्नु पाइन्छ त छ नि लाखौँ मान्छे गणतन्त्रवादी पनि छन् गणतन्त्र मन पराउने लाखौँ करोडौँ राजा चाहिन्छ भन्ने पनि छन् के त्यो भएपछि होइन यो जुझाउने काम नगरिदिउँ भन्न खोजेँ कि अहिले फेसबुकमा हेर्नु त लाउकेहरू के कोही सुरक्षा पन्थको सपोर्टमा कोही एगेन्स्टमा भिडाउन खोज्ने कि नेताहरूले गर्न खोजेको काम त यहाँ पो भइरहेछ त यहाँ धर्मको नाममा जातको नाममा लडाउँछन् नि यतिकै 1.5 करोड 5 एउटा केही समय अगाडिको एउटा फिल्ममा होइन 5 करोडको टिकट काटिया रहेछ हामीलाई थाहा छ थानकोट त होल थानकोट उठाएर फिल्म हेर्न लगिएको थियो यार हलहलमा काठमाडौँ बाहिर सबै अहिले 1.5 करोडको टिकट काटेर फिल्म भनेको थियो होइन बाहिर हाउसफुल मान्छे एउटा चरो मुसो थिएन अरे के यो मतलब के हो त यो देशलाई के बनाउन खोजिरहेको छ यहाँ पहिला नेताहरूले अलिकति अलि अगाडि म मिडियामा आउनुभन्दा अगाडि होइन यसमा पक्का पनि विदेशीको हात छ भने हामी चाहिँ जोक बनाउँथ्यो कि नेताहरूले त आफ्नै बुढीले पनि बुढो म त प्रेग्नेन्ट भएँ भन्दाखेरि यसमा पनि पक्का पनि विदेशीको हात छ भन्थ्यो होला भने हामी जोक बनाउँथ्यो कि हामी स्कुल कलेज पढ्ने बेलामा तर हुँदो रहेछ कि विदेशीको हात हुँदो रहेछ यहाँ डलरहरूको ठुलो हात छ मलाई थाहा छ नि आन्दोलनमा आउने मान्छेहरू नेपालगञ्ज सुर्खेत अथवा यता पूर्वमा के दमक बिर्तामोड अथवा यता मन्थली रामेछाप जताबाट यिनीहरूले बस भरेर ल्याउँछ नि को मान्छे आउँदो रहेछ भने मैले अस्ति एउटा आन्दोलनमा देखाएको थिएँ कि त्यसमा मेरै कयौँ साथीहरू पनि प्लेन चढेर आएको थियो होइन आन्दोलनको लागि प्लेन चढेर गाडी रिजर्भ गरेर पैसा पनि टन्न आउँदो रहेछ होइन सुरक्षा पन्थजीले यस्तै मनपर्ने होला पाइन्छ त पाइन्छ गणतन्त्र मन पराउने मान्छे मलाई पनि गणतन्त्र प्रजातन्त्रै मनपर्छ खास गर्ने हो भने कसैको अधीनमा बस्न नपरोस् भन्ने मान्छे म पनि हुँ म चाहे राजा आओस् चाहे जुसुकै आओस् राणा नै किन नआओस् फेरि पहिला राणा शासन झन् डेन्जर भन्छ नि राणै शासन आयो भने होइन जय किसान चाहिँ बोल्छ क्या बरु मर्दिन्छु मर्नै पऱ्यो नि खुट्टा तानेर मर्छु क्या खुट्टा खुम्चाएर मर्दिनँ खुट्टा हात खुट्टा फैलाएरै मर्छु क्या मलाई पनि प्रजातन्त्रै मनपर्ने मान्छे हो म पनि आफ्नो स्वतन्त्र चाहने मान्छे तर के गर्ने सुरक्षा पन्थज्यू बौद्धिक नायिकाज्यू गणतन्त्रले केही पनि दिएन तपाईँहरूलाई सजिलो होला म त होइन तपाईँले भन्दा होइन धेरै 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 नै फिल्म खेलिसकेका मान्छे हो धेरैवटा भन्दा पनि धेरै दर्जन बढी फिल्म खेलेका मान्छे हो सयौं फिल्म खेलेर होइन अब के गर्ने भन्ने होइन अब यो उमेरमा चाहिँ विदेश जाने कि भन्ने मलाई दिमागमा पर्न थालिरहेको छ काम छैन टिकटक कहाँबाट चाइनिजले एउटा एप बनाइदिएछ 2-4 महिना जस्तो टिकटक लगाएर पैसा कमाएको थिएँ यही प्रकाश सुवेदीले भिखारी नम्बर 1 भनेर लगाइदियो दलाल कुन दिन मैले 3-4 वर्षदेखि 4 वर्ष अस्ति 1 गतेबाट 4 वर्ष भयो मैले रक्सी छोडेर धेरैजना जोगिरहेको छु नि अहिले नि कस्ता कस्ता दलालहरूको म पोल खोलिदिन्थेँ कि केटी बेच्ने दलालदेखि लिएर मान्छे मानव तस्करदेखि लिएर होइन अनि यसमा जति बोले नि त्यही होइन म सुरक्षा पन्थबाट अन्य कलाकारहरू अन्य महाबौद्धिक कलाकारहरूले सिक लिन म अनुरोध गर्छु निर्माताहरूलाई नमारौँ क्या अनि अर्को त्यही प्रोग्राममा अहिले एउटा चलाइरहेछ नि हलमा क्यामेरा नलाने रे अनि सुरक्षा पन्थजीले कस्तो एकदम टेढी मान्छे रहेछ कि मैले थाहा त्यो इन्टरभ्यू हेरेर थाहा छ हुन त अरू योभन्दा अगाडिको इन्टरभ्यू हेरेर पनि थाहा थियो मैले पिताम्बरको
पब्लिसिटी सुरु गर्दा नि मलाई धेरैले भनेको थियो कि उहाँको बारेमा टेढी मान्छेले चाहिँ त्यो हलमा नि त्यो भनेको थियो नि अरूले जेसुकै गरेर खेल मेरो फिल्म खेलमा म चाहिँ क्यामेरा बोकेर हलभित्र जान्न भन्नुभएको छ कि त्यो फिल्ममा मान्छे आउँदैन होला त मान्छे आयो भने किन जान्छ हाम्रो थाहा छैन खेलमा खेल भन्ने फिल्ममा मान्छे हाउसफुल भयो भने होइन सबभन्दा अगाडि त यही सुरक्षा पन्त महाभौतिक सुरक्षा पन्त अब ए भन्दै त्यहाँ लैसिया हुन्छ हाम्रो थाहा होइन जुन फिल्ममा मान्छे आउँदैन त्यसमा नलाइदिनु हो मान्छे हाउसफुल भयो भने लाँदैन आफै घरका साथीभाइका त्यो ग्रुप डान्सर ग्रुप फाइटरहरू सब लगाएर भएर त मान्छे क्यामेरा लान्छन् 60 दर्शक अगाडि त्यो खेल भन्ने फिल्म चाहिँ छोड्छ होला होइन चलोस् त्यो फिल्म राम्रो होस् खेल भन्ने पनि यस्ता महाबौद्धिको कुरा सुनेर नेपाली फिल्मलाई बहिष्कार गर्छु भन्ने कुरा चाहिँ नगरौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एउटा कलाकार नाथे कलाकारले भने भरमा होइन फिल्म बहिष्कार गर्छु भन्नुहुन्न निर्माताको होइन रगत पसिना बगेको हुन्छ कि विशेष गरी म निर्मातालाई जोड दिन्छु कि यी नाथे कलाकार भने होइन टन्न पैसा लिन्छन् सेटमा पनि आनन्दले होइन झट्ट अब एउटा कुर्सी राखिदिने मान्छे हुन्छ स्पोर्ट बाई छाता उडाइदिने मान्छे हुन्छ मेकअप आर्टिस्ट हुन्छ खाना के खाने बिहान अर्डर गरेर खाना के खाने नास्ता के खाने होइन लन्च के डिनर के सबै उनीहरूको कफी कुन टाइपको चिसो कुन जुस कुन कलाकारहरूलाई त आनन्द छ क्या ज्वाइँ पालाहरू पाल्नु पर्ने त निर्मातालाई हो निर्माता विचारलाई त्यस्तो डुबनी काम चाहिँ नगर्नु बहिष्कार सहिष्कारको काम चाहिँ नगर्नु होइन गाली खाने त म यो पनि खान्छु सही कुराको त नेपाल गाली खान्छ मैले अस्ति हालसालै एउटा म मऱ्यो भनेर एउटा तोरी लाउरे एउटा खालि विष्णु सुनार कि के भन्ने एउटा मान्छेले हालेर चाहिँ होइन त्यो बारेमा एउटा भिन्दै भिडियो बनाउँछु है म त्यो मान्छेलाई मैले भेटिसकेँ कि समय दिएको छु मैले भित्रभित्र त्यो मान्छे जसले पत्ता लगाउँछ मेरो मेसेन्जर मेरो वाट्सएप ग्रुपहरूमा होइन जसले त्यो मान्छे पत्ता लगाउँछ होइन त्यसलाई मसँग शरीरमा भएको जति पनि पैसा आउँछ पर्छ त्यो दिन्छु भनेको थिएँ मैले यो लगाएर सिक्री पनि दिन्छु भनेको थिएँ कि दिन्छु पनि त्यो मान्छेको बारेमा एउटा भिडियो बनाउँछु म तत्कालै होइन त्यो मान्छे को रहेछ भनेर मैले पत्ता लगाएँ कि त्यो मान्छेले म पत्ता लगाउँदैन थिएँ यस्तो चिज मलाई धेरै भइरहन्छ कि जो भाइरल छ त्यसै पछि लागि नि त हो जसको नाम छ त्यसलाई बदनाम गराउन खोज्ने त हो नेपालमा मेरो नामै नभए मलाई यत्रो गर्थ्यो त्योभन्दा अहिलो दिन 3-4 दिनदेखि पल्सालाई मारेर आएको छ देखेर अब पल्सा रियल हिरो पल्सा उसलाई मारेछ गाडी एक्सिडेन्टमा हार्दिक श्रद्धाञ्जली भन्दै पल्सा भएर छ भ्युजै गर्नेछ अनि यिनीहरूको ग्याङले के गरेछ अब कहाँबाट यो हाइलाइट हुने भन्दा जय किसन सबभन्दा तगडा जय किसन हो यसले के भन्दा नि भन्दैन यसले मुद्दा सुत्ता नि हाल्दैन ऊ कमेडी दरबारले त्यत्रो रोस हान्छ त चुपाएर बस्छ कमेडीलाई कमेडीको रूपमा लिन्छ भनेर त्यो पराएर चाहिँ यिनीहरूलाई अनि त्यसपछि मेरो त्यो म मऱ्यो भनेर गाडी एक्सिडेन्ट भयो भनेर त्यो भिडियो कुदाएर छन् हुन पनि 24 घण्टा बित्न नपाउँदै 65 लाखले हेरेको थियो कि नेपालमा हेर्ने यस्तै हो मैले समाज सेवा गरेको मेरो मोबाइल टिभीदेखि लिएर मेरो टिकटक फेसबुकमा कैयौँ भिडियो छ साला 1000 भ्युज आउँदैन यार लाखौँ डोनेट गरिदिएर आउँछ आफैले फेरि अरूले त्यो चन्दा मागेर होइन कि हरेक हप्ता हजारौँ मान्छेहरूलाई खाना खुवाउन पुगिरहेको हुन्छ मासु भात आफ्नै मेहनत रगत पसिनाको कमाइले त्यो मान्छेले हेर्दैन म मरेको 60-65 लाखले हेऱ्यो मेसेन्जर फेसबुक पनि तर्स्यो होला कि यो मान्छे को हो भनेर कि लाखौँ म्यासेज आएको त के भएछ भनेर उता 60 लाख उतिसिया रहेछ अनि लाखौँ म्यासेज आउनु त स्वाभाविक हो नि अनि अर्को रिस उठ्ने छ मऱ्यो भने खबर आयो थियो जिउँदै हो र भन्छ तेरी म्याच चिनी चियापत्ती त्यो खिस्यायो क्या जाला नेपाल यस्तै हो कि यस्ता साथीभाइहरू हुनुभन्दा पनि नहुनु राम्रो कि कम्तीमा त्यहाँ आएर ओए फलानु भनेर एउटा कमेन्ट छोड्दै भए त हुन्थ्यो नि होइन त्यो मान्छे होइन एकदम हाँसउठ्दो मान्छे रहेछ होइन यसलाई मैले समाउन किन ला भने होइन यसले एउटा घटिया चिज त्यहाँ कमेन्टमा ल्याएर चाहिँ सबले त्यहाँ गाली गर्यो त्यसलाई जय किसन जस्तो ओरिजिनल सबले मलाई हुन त प्रकाश सुवेदीले अरू कलालाई रियल हिरो भन्छ होइन दर्शकहरूले चाहिँ मलाई भन्दो रहेछ मैले त्यही भिडियो हेरेर थाहा पाएँ कि जय किसन बस्नेत भनेको होइन आफैले समाजसेवा गर्ने मान्छे हो कसैलाई अन्य अत्याचार पर्दाखेरि उसको सपोर्टमा जो पीडित छ उसको सपोर्टमा आउने मान्छे हो अन्य अत्याचारको विरोध गर्ने मान्छे हो रियल हिरो भनेर धेरै कमेन्ट आएपछि त्यसले एउटा कमेन्ट आएर चाहिँ यसले के अरे हाम्रो जातलाई एकदमै हेब्यो त्यही भएर
मैले यो हाले भन्न मन रहेछ तेरीमा चिनी चियापत्ती एउटा भिडियो देखा त मैले कहीँ भनेको छु भने म प्रकाश सपुतलाई त ए भाइ यस्तो फिल्म नबनाऊ न यस्तो जात यहाँ नेपालमा सानो जात ठुलो जात भनेर जान फाँसी लगाउनु पर्छ भनेर भन्ने मान्छे मै हुँ। पूजा सार्की भन्दाखेरि होइन सबै पूजा सार्कीलाई योपालि त बनाइस् अब नबना भाइ यो किन पूजा सार्की हेरेपछि मेरो घरको छोरोले मेरो भान्जीले थाहा पाए जातपातको कुरोमा उनीहरूले साथी कुरा त त सार्की रहेछस् त त कामी रहेछस् त छेत्री रहेछस् त राई रहेछस् त तामाङ रहेछस् उनीहरू साथी रमाइलो गर्थ्यो कि जमानामा महेन्द्रको पालामा उन्मूलन भइसकेको चिज त्यसलाई हटाउँदै लानुपर्ने ठाउँ छन् त्यसलाई कोटाइरहने कि अहिलेको नयाँ जेनेरेसनलाई ल्याउनुलाई त्यही भएर त करोडौँको टिकट काट्छन् यस्ता फिल्मको खै प्रकाश सुवेदी ल्याउनु पर्यो खै अनु भट्टराई ल्याउनु पर्यो यस्तो कुरो 1.5 करोडको टिकट एउटा फिल्मको हालचालै काटिएको छ काठमाडौँ बाहिर जहाँ दर्शक एउटा पनि थिएन 2 करोड ग्रस विदेश गरे फिल्म जस्तै म उदाहरण दिन्छु एउटा फ्लप फिल्म नै रामायण पल शाहको रामायण नि फ्लप भन्छ नि यहाँ सबले अब 2.5 करोडको बिजनेस गरेको थियो नि काठमाडौँको कैयौँ हलको हल रिपोर्टै मोबाइल टिभीमा छ काठमाडौँ बाहिरको कैयौँ हलको रिपोर्टै मोबाइल टिभीमा छ 2 करोड ग्रस हुनु होइन त्यतिको हलहरू हाउसफुल हुनुपर्छ के तर अहिले यो 2 करोड गरे भन्ने एउटा फलानो फिल्म ढिस्कानो फिल्म हावातालमा एकैचोटि विकास बोर्डको बक्स अफिसमा 2 करोड आएन कहाँबाट थाहा त 1.5 करोडको टिकट काटियो है निर्माताले काटे होइन फेरि त डलरहरूले काट्दै हाम्रा नेताहरू के भ्रष्टाचारी नेताहरूले काट्दै त्यो पैसा हाम्रै हो फेरि हामीलाई लुट्या पैसा हो ल्याओस् न त्यो पत्रकारहरू छन् भने यस्ता कुराहरू मैले भने नि एउटा मानव तस्कर फिल्म बनाउन आइरहेछ यो ल्याओस् अनि यो मेरो त्यो भिडियो कुदाउने मान्छे को रहेछ भन्ने कुरो होइन त्यो ल्याउँछु तर त्यो ल्याउ अनि त्यो मान्छेले त्यो जुन कमेन्टले त्यसपछि म यसलाई पत्ता लगाउन थालेँ है यो को रहेछ भनेर यो कहाँ बस्दो रहेछ नेपालमा बस्दो रहेछ कि विदेशमा बस्दो रहेछ सबै पत्ता लगाइसकेँ कि मैले तपाईँहरू सरप्राइज हुनुहुन्छ त्यो मान्छे को रहेछ भनेर एकजना चर्चित मान्छेको झड्केलो छोरो रहेछ त्यो म ल्याउँछु त्यो भिडियो सबै मसँग रेकर्डहरू सबै लिएर आइसकेको छु मैले मलाई त्यो रिस उठ्यो त्यसलाई पत्ता लाग्छ किनभने देखेँ मैले जातपातको कुरा गर्छ अरे ल त्यो विष्णु सुनार कि के समथिङ सुनार थियो कमेन्ट लेखा चाहिँ हो म कामी हो म आफ्नो जातसँग गर्व गर्छु यो जय किसनले हाम्रो जातलाई हेपेको थियो अरे तेरीमा चिनी चियापत्ती कहिले हेपेको थिएँ मैले नवराज विगको पहिला हत्या भएको थियो नि त्यो बेला सबैभन्दा बुलन्द आवाज उठाएर होइन सरकारहरूलाई तताउने मान्छे जय किसान बसेको थियो गएर हेर पहिलाको भिडियोहरू एकजना मेरो चर्चित नजिकको नेतासँग मेरो दुश्मनी भएको थियो उसको मान्छेहरू पनि थियो नि त्यो उसमा ए भाइ त नबोल्दैन भन्दा अरे न हुँदैन अन्याय भएको छ केटा र केटीको लभ पर्यो भन्दैमा यो जातपातको कुरा ल्याएर यो त्यत्रो मान्छे के अरे नरसंहार गर्ने भनेर बोली मान्छे म होइन विष्णु सुनार तैँले कहाँ चाहिँ देखिस् मैले जातपातको कुरा हेरेँ म त जातपातको कुरा गर्ने मान्छेलाई होइन त ठुलो जात त सानो जात भन्ने मान्छेलाई फाँसी दे सरकार भन्ने मान्छे हो म बढी बोल्छ साला भ्युज पाउनलाई त एकजनाले गर्दा तेरो त्यो कामी समुदायको अरू मान्छेहरूलाई गाली खुवाउँछस् त साले भाते उल्लु चोर गरा पाजी एउटा भिडियो देखाएको त मैले जातपातको कुरा अरे हालसालकै कुरा अलि बसन्तको बारेमा प्रकाश सपुतको बसन्तको बारेमा मैले कुरा उठाएको छु ए प्रकाश सपुत अब यस्तो फिल्म नबना यस्तो गीत नबना भनेर तँलाई डलर आउँछ भन्दैमा नेपालीहरू नभएका भने मान्छे हो म हो जातहरू हुन्छ कोही छेत्री होला कोही बाहुन होला कोही सार्की होला कोही दमाई होला कोही राई होला कोही तामाङ होला आफ्नो जात अनुसारको आफ्नो विशेषता हुन्छ आफ्नो बानी व्यवहार नेचर हुन्छ तर ठुलो जात सानो जात जसले भन्छ त्यसलाई फाँसी लगाइदिए सरकार भन्ने मान्छे म हुँ बुझिस् तेरोमा त 300 फलोवर थियो अरे तर 10,000 पुऱ्याइदाई भनेर म परिरहेको थिइस् होइन तेरो झड्केलो बाउको अब पोल खोल्दैछु ब यो भिडियो पछिको भिडियो त्यही आउँछ अब भिडियो लामो पनि भइसक्यो होला अब म त्यही भन्न चाहन्छु सुरेशा पन्तजीले त्यो जुन प्रकाश सुवेदीजीको प्रोग्राममा जे बोल्नुभयो होइन उहाँको आफ्नो अधिकारको कुरा बोल्न पाउनुहुन्छ मेरो केही पनि छैन तर उहाँ एउटा कलाकार एउटा नायिका भावेर होइन त्यसरी एउटा पक्षलाई होइन त्यस्तरी खिस्याउने गरी गिराउने गरी होइन दुर्गा प्रसाई पनि त गरिब नेपाली जनताहरू सहकारी पीडित ब्याङ्क पीडितहरूको आवाज लिएर होइन आएको मान्छे हो नि त त्यो के भनेको थियो के अरे सुइकुच्चा ठुनी के भनेको थियो कुलेलाम
भाइदिन भन्दै कुनै लाम ठोक्ने मान्छे होइन भनेर कस्तो खिचायो अनि के गोली भनेर छाती थापेर त्यो हाम्रो सुरेश रजक र हाम्रो के मर्जन बोराको मर्ने सुरक्षा पन्तजी बौद्धिक नायिकाजी बौद्धिकको ट्याग दिने चाहिँ को रहेछ होइन त्यो पत्रकार भेट्न मन लागेको छ पत्रकार होइन पत्रकार युट्युबर होइन युट्युबे धेरै निर्माता डुबाउने भयो र मलाई जसले मेसेज गर्नु भएको छ म उहाँलाई भन्न चाहन्छु पिताम्बरलाई मैले एउटा हाम्रो कृष्ण चौलागाई विशाल चौलागाई पुरुषोत्तम प्रधान यो तीनजनाको मेहनतलाई मैले होइन सल्युट ठोकेर 1000-1200 भिडियो मेरो तर्फबाट ल्याइदिएको के हरेक ठाउँमा पिताम्बर घुसाउँदै पिताम्बर तपाईँहरूकै मायाले गर्दाखेरि अब तेस्रो हप्तामा नि सफलतापूर्वक चल्दैछ होइन अनि तपाईँले जुन भन्छ तेरो पिताम्बर हेर्दैन तेरो भन्नै मिल्दैन मैले रक्कापान मामु होइन तेरा पिताम्बर अब गयो ल तर त्यो होइन कुनै पनि राजावादीहरूले ल्याएको लाग्दैन कि मलाई मेसेज पठाएको लाग्दैन सबै प्रोफाइल ल्याउँछ त्यो सब जुदाउने बजाउने के तिनीहरूको काम हो क्या त्यो तर कारण के भइदियो सुरक्षा पन्तको नाम चेन्ज गरे हुन्छ यार तपाईँको इन्टरभ्यूले निर्माताहरू कसैले पनि सुरक्षा नपाउने भए र त्यो हलमा क्यामेरा जाने कुरोमा त्यो मैले धेरै इन्टरभ्यूमा भनिसकेको छु होइन साँच्चै नै हो दर्शकहरूको प्राइभेसी त्यो भङ्ग गर्न पाइँदैन तर हलमा मान्छे छ भने बलिउडतिर पनि देखाउँछ यार एकजना मान्छेलाई गर्लफ्रेन्ड बोयफ्रेन्ड अर्काको स्वास्नी ल्याएर हुन्छ होला हलमा तर कैयौँ मान्छे आजकल चाहिँ कति दर्शक मैले यस्तो देखाएको छु कि होइन हलमा पनि क्यामेरामा आउनु पाइन्छ सबलाई भाइरल पनि रहन्छ नि त होइन कलाकारहरूलाई भेट्न पाइन्छ कलाकारहरूलाई टिकटक बनाउनु पाइन्छ फोटो खिच्न पाइन्छ भनेर जाने मान्छे पनि छन् हावा गफ नगर्नु त चुल्टी अङ्कल हो क्यामेराहरू हलमा लाँदाखेरि कैयौँ दर्शकहरूको प्राइभेसी भङ्ग हुन्छ तर उपाय हुन्छ नि त पहिला भनिदिने हो कलाकार जाने त फिल्म छुट्ने बेलामा फिल्म चल्नुभन्दा अगाडि भने हाम्रो यति बेला कलाकारहरू आउँदै हुनुहुन्छ तपाईँहरूको मन्जुरी छ भने होइन उहाँहरूलाई हामी हलभित्र छिराउँछौँ भन्ने सबले हुन्छ भन्छ कि अस्ति एउटा कुन चाहिँ एउटा टेलिभिजनमा युट्युबमा हेरेर होइन तपाईँको क्यामेरा बन्द गर्नुहोस् भन्ने एउटा थियो त्यो मान्छे आफै भाइरल बन्न हो क्या म चिन्छु त्यो मान्छेलाई प्रकाश सुविधाले एउटा प्रोग्राम उठाइसकेको त्यो कुरो रजतपटमा उसले पनि दिइरहेको थियो कि त्यो सबलाई साथीभाइ आफ्ना गर्लफ्रेन्ड बुढी को छ सबलाई देखाउँदै हिँड्नु होला है त्यो अहिले हेर्दा म भाइरल भयो भनेर हाम्रो नेपालमा के गर्छ मलाई थाहा छैन र म अहिले मिडियामा आएपछि होइन को नेता कस्तो को अभियन्ता कस्तो होइन भित्री रूप कस्तो बाहिरी रूप कस्तो सब थाहा पाउँदै गइरहेको छु क्या नेपालमा भाइरल हुनको लागि उदेखि हाल्छलाई पुरै नेकेड भिडियो आउँदा नि मतलबै छैन केटीलाई केटा जेल पनि पुग्यो अरे भने सुनिरहेको छु उसलाई पनि मतलबै छैन पाउँछ छैन अहिले गर्छ अरे कम्मर माथिको राम्रै कम्मर मुनिको चाहिँ खै के उनी रहेछ भनेर मैले एउटा इन्टरभ्यू दिएको थिएन लाइभ आएर बोल्ने आउँछ हेर त्यो केटी यस्तै हो तल त्यस्तो हुनुको कारण यस्तो पुरा दिइरहन्छ अरू पनि क्या लाइभ आउनेहरू सब भाइरल हुनलाई के गर्छन् हाम्रो थाहा छैन सुरक्षा पन्तजी पनि यो भाइरल हुनकै लागि हो केही उहाँका नजिकका नेताहरू हुन पनि सक्छन् अथवा होइन अथवा गणतन्त्रका नेताहरूलाई खुसी पार्नलाई उहाँले बोलेको होला तर निर्माता मर्छ सुरक्षाजी सुरक्षा पन्तजी तपाईँको कारणले निर्माताहरू असुरक्षामा भए यति भन्न चाहन्छु र अन्त्यमा के भन्छु भने होइन चाहे राजा आओस् चाहे गणतन्त्रका नेताहरू आओस् जेसुकै राणै किन नआओस् हाम्रो देश राम्रो हुनु पर्यो कम्तीमा शिक्षा स्वास्थ्य रोजगार त देश सरकार चाहे गणतन्त्रको सरकार चाहे राजा आओस् चाहे राणा आओस् फेरि अब जोसुकै होस् हामीलाई त्यो चाहियो हिजो मेरो छोरोको पेटमा अलिकति पानी बढी खाइदिएछ कि त्यसले हामीलाई त त्यो एपेन्डिक्स भयो कि न के भयो कि भनेर होइन रातारात हस्पिटल लग्यो पहिला थानकोटकै वरिपरिको हस्पिटल लग्यो राति होइन त्यहाँ नभएपछि थानकोटको चन्द्रगिरी हस्पिटलले उता मनमोहन हस्पिटलमा रिफर गर्दै मैले त्यहाँ राति भिडियो स्टेसन नहोला बरु उता भिडियो हस्पिटल अथवा टिचिङमा पठाइदिनु भन्दाखेरि होइन त्यहाँ पठाइदिनु लाने भन्यो हस्पिटल सेटिङ हुन्छ कि के हो थाहा छैन है मनमोहन हस्पिटलमा लग्यो राति मध्यरातमा मनमोहन हस्पिटलबाट अब यहाँ त हुँदैन वीर हस्पिटल लानु भने फेरि त्यहाँ वीर हस्पिटल पठाइदियो वीर हस्पिटलमा इमर्जेन्सीमा सोसल राखिरहेको छु ऊ आया गरिरहेछ म त्यहाँ लाइन बस्दैमा त्यो इमर्जेन्सीमा त कम्तीमा लाइन नबस्ने बनाइदिनु नि
एउटै एक नम्बरको काउन्टर खोलिरहेको छ इमर्जेन्सीमा त पछाडि होइन म त फाइल लिएर त्यो फाइल खै के बनाउनु पर्ने रहेछ त्यो लिएर बसिरहेको छु 5 जना मभन्दा अगाडि 5 जना थियो ठ्याक्कै 2.5 घन्टा लाइन टाढ्थ्यो यार पुरा गफ गरेर थिएँ यस्तो गर्ने छ ल राति तपाईँले भन्नु इमर्जेन्सीमा त लाइन भन्नु पर्दैन भन्दा त्यो सबै इमर्जेन्सीकै लाइन हो क्या त्यो फेरि त्यहाँ काउन्टर चाहिँ 8-10वटै थियो तर एउटा मात्र काउन्टर खोलिरहेको थियो क्या त्यत्रो मान्छे हुँदा पनि त्यहाँबाट फेरि अर्को पारिपट्टि बिल्डिङमा जानु हुन्छ त्यहाँ गयो त्यहाँ मान्छे थिएन त्यसपछि मैले क्यामेरा निकालेर कराएर त्यसपछि होइन वरपरि सबैजना आएर अनि फटाफट गरेर पठाइदियो कि यस्तो छ स्वास्थ्यको स्थिति हाम्रो देशमा शिक्षा स्वास्थ्य रोजगार त दिए मैले भने न योभन्दा अगाडि एउटा भिडियो आएको छु यार इन्डियामा मरी काम गरेर लोनी यहाँ लाखौँ स्वाइनलाई पठाए आउँदाखेरि स्वाइनी गायब यस्तो त कति साल छ मलेसियाबाट लोनी फरिन्छ स्वाइनी गायब कुवेतबाट स्वाइनी फरिन्छ लोनी अर्कोलाई लिएर भाइसिया हुन्छ कसले गर्दा बाबु त्यही भएर सुरेश पन्तजी बौद्धिक नायिकाजी होइन राम्रोलाई राम्रो भनिदिने हो कि हामी तपाईँहरूको काम चाहिँ राम्रोलाई राम्रो भनिदिने नराम्रोलाई नराम्रै भन्ने हो र कुनै अरू जमातलाई होइन आफ्नो विचार हो भने तपाईँ गणतन्त्रवादी हो कि ठिक छ तपाईँ गणतन्त्रवादी फिमेललाई भन्छ फिमेललाई पहिला एक्टिङ चाहिँ चाहिन्छ है ल तपाईँले सिकाउने एक्टिङ जस्ता एक्टिङको त्यति ठुलो घमण्ड नगर्नुहोस् सुरेश पन्तजी त्यस्ता एक्टिङ होइन काँचै घोलेर पानीमा घोलेर खाइन्छ एक्टिङ सेक्टिङ तपाईँहरूका त्यस्ता एक्टिङले केही पनि नापिँदैन म एउटा भन्नै मन लाग्यो क्या अहिले नयाँ मान्छेहरू भन्छ कि एउटा फिल्मको रोलमा घुसेपछि अर्को रोलमा जानै सकिँदैन एउटा फिल्ममा नाम लिन्न है एउटा अहिलेकै चलेको कलाकारहरू होइन डबिङमा बोलायो डबिङमा के हुन्छ म सुनिरहेको थिएँ म अहिले अर्कै एउटा फिल्मको स्क्रिप्ट सुनिरहेको थिएँ म त अहिले त्यो मुडमा छु फलानुजी त्यो मुडबाट मलाई अलि निस्किनलाई मलाई 1 महिना जति लाग्छ 1 महिनापछि मेरो डबिङ राख्नुहोस् भन्छ फेरि माछिनी चियापत्ती हो पहिलाको कलाकार ठिकै एकै दिनमा राय समाल दाइले 4वटा सुटिङ भइदिन्थ्यो मै भइदिन्थेँ 5वटा सुरु गरेको छु हामी त स्विच अन स्विच अफ हो किन त्यो रोलमा घोसिने मलाई हालसालै एउटा हरिवंश आचार्यलाई दाइलाई एउटाले कुन चाहिँ निर्माता निर्देशकले भनिरहेको थियो हरिवंश दाइलाई सेटमा हाँस्न पनि नदिने हरिदाई तपाईँ मुडमा बस्नुहोस् फिल्मभरि होइन धुमधुम त्यही बस्ने बनाइदिएर कि हरिदाईलाई हरिवंश आचार्यलाई यो कुन चाहिँ डाइरेक्टर रहेछ त्यसो अनुहार हान्नु मन लागिरहेछ मलाई हरिवंश आचार्य एक्टिङ स्कुल जिउँदो उसलाई सिकाउने त्यसले सेटमा हाँस्यो सिरियस रोल गर्नै पर्ने भनेपछि हाँसै नपाउने त्यो तोरी लाउरेले त यदि फिल्ममा त्यसो फिल्ममा मर्ने सिन छ भने त मर्नुपर्छ भन्ला खाल्ला अब कहीँ अब गोली हानेर मार्ने सिन छ तपाईँ त मर्नुपर्छ भन्ला नि डर लाग्यो मलाई हरिवंश आचार्यलाई सेटमा जोग्नहरू भन्ने नि हरिदाईले बलिदान भन्ने सिरियस फिल्म गरे होइन र हरिदाईले हालसालै महापुरुष गरेका छैन र त्यहाँ त पुरै सेट त पुरा हाँसी मजाकमा होइन त्यहाँ किरण केसी दाई प्रदीप भट्टराई डाइरेक्टर आफै पुरै माहौलै बिहानदेखि बेलासम्म हाँसै बित्यो त्यहाँ त एवार्डै पाउनु भयो हरिवंश आचार्यले अहिले कुन चाहिँ फिल्ममा त बुझेँ क्या मैले हाँस्नै नदिने सिरियस रोल भनेर अहिले अलिकति जिसेर हेँ गरेर हाँस्यो भने हरिदाई गरिदिनु त्यो म डाइरेक्टर हो म प्रड्युसर हो भनेर देखा होला क्या यस्तैले गर्दा नि फिल्म बिग्रिरहेको छ क्या नयाँहरू होइन किन नयाँ देखा भन्छन् हिरोइनलाई चट्टा नाङ्गै राख्यो ल्याप चाहिँ जिब्रो चाप्न लाउँछन् नयाँ पहिला ठिक छ हिरोइनको एउटा होइन सेक्स सिन छ भने पनि होइन फुल यस्तो जोड्दै थियो दर्शकले पनि बुझ्थ्यो कि फेरि केटा र केटी खप्टे भन्ने बुझ्थ्यो क्या फुल खप्टाइदिन्थ्यो क्या अहिले त सिधै नेगेट केटी पनि नेगेट केटा पनि नेगेट दिन्छ फेरि केटीले पनि फेरि त्यो झड्का सहित के पेरै छैन नयाँ फोन क्या त्यही हो म चाहिँ के भन्छ नि यो चिजले गर्दाखेरि नेपाली फिल्मलाई समस्त नेपाली फिल्मलाई चाहिँ घाटा नलाओस् एउटा कोही तोरी लाउरे कोही तोरी लाउरिनी कोही फतौरीले के भन्यो भन्दैमा होइन यो फिल्म बहिष्कार ऊ फिल्म बहिष्कार चाहिँ कहिले पनि नगरौँ होइन र कलाकारहरूले पनि होइन सार्वजनिक मान्छे भएपछि अलिकति अरू राजावादीहरूले पनि गणतन्त्रवादीलाई होइन यस्तै गऱ्यो नि त्यहाँ पनि म बोल्न आउँछु फेरि कोही कलाकारले त्यो भन्छ भने राजावादीहरू पनि हाम्रो नेपाली हो गणतन्त्रवादीहरू पनि हाम्रो नेपाली हो बरु
नेताहरू साँच्चीकै नेताहरू दम छ भने बरु जनमत सङ्ग्रह गराएको हुन्छ क्या। हामी जन्मिनुभन्दा अगाडि 36 सालमा एउटा यस्तै जनमत सङ्ग्रह गरायो भने पनि किताबमा पढाएको थिएँ कि निर्दल कि बहुदल भनेर। नेपाललाई माया गर्ने नेताहरू हो भने फुल एन्ड फाइनल हुन्छ। राजा राजतन्त्र कि गणतन्त्र भनेर एउटा जन्म यो 84मा चुनाव भन्छ नि, यता 84 82मै गरिदिउँ के राजतन्त्र भर्सेस गणतन्त्र भनेर। त्यो भएपछि सब चुनाव हुने भयो नि त। राजतन्त्रले बढी भोट पायो भने ल्याउँ राजतन्त्र ल्याउँ, गणतन्त्रले बढी भोट पायो भने राजतन्त्र अब चुलाएर बस्नु पर्यो, टन्टै साफ हुन्छ नि त। अनि यस्तै बौद्धिक नायिकाहरूले होइन कसले लाम ठोक्ने मान्छे होइन